आज फेरि म इस्टिमेटिङ एन्ड कोस्टिङको पार्ट 3 लिएर आएको छु। यसमा जम्मा 25 वटा क्वेसन रहनेछ र यो क्वेसनहरू विगत 10 वर्षदेखि केन्द्र, प्रदेश, संस्थानहरूमा सोधेको क्वेसनहरू छन् र अब हामीले स्टार्ट गरौँ। क्वेसन नम्बर हाम्रो 51 बाट स्टार्ट गरिरहेको छौँ आज। द क्वेसन भयो, द क्वान्टिटी अफ जाफ्री इज मेजर इन टर्म अफ। के भन्दैछ क्वेसन भनेको जुन जाफ्री हुन्छ जुन के को टर्ममा मेजर गर्छ भने त जाफ्री इज अलवेज मेजर इन टर्म अफ मिटर स्क्वायर। सो अप्सन नम्बर बी इज द करेक्ट एन्सर। क्वेसन नम्बर 52, मेजरमेन्ट अफ वुड रेलिङ इज अफ स्टेयर केस। के भन्दैछ क्वेसन भनेको जुन हाम्रो स्टेयर केस सिँढीमा जुन हामी रेलिङ लगाएको हुन्छौँ जुन वुडेनको हुन्छ त्यसलाई के को टर्ममा युनिट मेजर गर्ने। रेलिङहरू जहिले पनि हामीलाई रनिङ मिटर यहाँ छैन भने मिटर एक्ज्याक्ट एन्सर हुन्छ। सो अप्सन नम्बर ए इज करेक्ट एन्सर। अब हाम्रो क्वेसन नम्बर 53 मा लागौँ। द युनिट अफ क्रिबिङ। के भन्दैछ क्रिबिङको युनिट के हुन्छ त क्रिबिङ इज अलवेज मेजर इन मिटर स्क्वायर। सो अप्सन नम्बर बी इज द करेक्ट एन्सर। क्रिबिङ भनेको के हुन्छ जस्तो हामीलाई घरहरूको जुन ग्राउन्ड फ्लोरमा हामीले जुन एउटा टाइल्सहरूको जुन क्रिबिङ गरेको हुन्छ त्यसलाई क्रिबिङ भन्छौँ। र क्वेसन नम्बर 54 तिर लागौँ। द फर्म वर्क इज मेजर इन। के भन्दैछ फर्म वर्क केमा मेजर गर्छ। फर्म वर्क जहिले पनि हामीलाई मिटर स्क्वायरमा मेजर गर्छ। सो अप्सन नम्बर बी इज द करेक्ट एन्सर। Estimate for electrical wiring that is light, fan, plug, point, etc. usually made in term of। के भन्दैछ यो क्वेसनमा मेड इन टर्म अफ सोध्यो भने हाम्रो अप्सन के हुन जान्छ भनेर यसको अप्सन टोटल लोड इन मेन किलोवाट हुन जान्छ। के अप्सन ए मा छ टोटल पावर एट मेन इन किलोवाट, एम्पर अफ एभ्री पोइन्ट। अप्सन नम्बर सी तिर लागौँ। अप्सन नम्बर सी मा के दिएको छ भने यता हामी अप्सन सी मा यसको टाइप्स अफ पोइन्ट, नम्बर अफ पोइन्ट। सो यसको एन्सर धेरै बुकमा धेरै देश छ तर हामीले एज अ कम्पेयर नेपालको कन्टेक्स्टमा हेर्ने भने यसको टाइप्स अफ पोइन्ट नै बेस्ट एन्सर हुन्छ। सो अप्सन नम्बर सी इज द बेस्ट एन्सर। क्वेसन नम्बर 56 तिर लागौँ। The person who enjoy the estimate right is called a। के भन्दैछ a person who enjoy the estimate right is a leisure, is, dominated owner or servant owner। सो यसको एक्ज्याक्ट एन्सर हुन्छ के सर्भेन्ट आउनर। यो क्वेसन तपाईहरुलाई इन्डियन वेबसाइटहरुबाट राखिएको छ। सो कहिलेकाहीँ क्वेसन हार्ड गर्नको लागि यस्तो क्वेसन हाल्न सक्छ। सो हामीले यो क्वेसनमा हालिदिएको छौँ। सो अब क्वेसन नम्बर 57 तिर लागौँ। द युनिट अफ पेमेन्ट फर इलेक्ट्रिकल वायरिङ द्याट इज लाइट, फ्यान, प्लग, पोइन्ट, इटिसी युजुअली मेड इन टर्म अफ। यसको पनि एक्ज्याक्ट एन्सर के हुन्छ भने टाइप्स अफ पोइन्ट नै हुन्छ। के हुन्छ टाइप्स अफ पोइन्ट नै हुन्छ। क्वेसन नम्बर 58, एनुअल रिपेयर इस्टिमेट इज युजुअली नट अलाउ टु एक्सेस। के भन्दैछ हाम्रो जुन वार्षिक रिपेयर एन्ड मेन्टेनेन्सको कोस्ट हुन्छ कतिभन्दा बढी जानु परेन। एनुअल रिपेयर एन्ड मेन्टेनेन्स कोस्ट जहिले पनि हामीले 1.5% अफ क्यापिटल कोस्ट। के भन्दै जति हामीले लगानी लगाएको हुन्छौँ त्योभन्दा 1.5% भन्दा बढी जानु परेन। सो एक्ज्याक्ट एन्सर इज डी। अब क्वेसन नम्बर हामी कतिमा लागौँ 59 तिर लागौँ। Computed the amount of cement required for 10 meter cube RCC having M20 को रेसियोमा कति लाग्छ भनेर। M20 मा यस्तो अप्सन तपाईले निकाल्नु पर्छ। यो न्युमेरिकल गरेर निकाल्नु र यसको एन्सर हामीले निकालेको छौँ। यसको एन्सर ख्याल गर्नुपर्ने कुरा के छ जुन अप्सनमा हामीले केजी, ब्याग, मिटर क्युब अल अफ दिएको हुन्छ खास गरेर एन्सर त्यही हुन्छ तर तपाईहरुले यो निकालेर नै गर्दा बेस्ट हुन्छ। सो अप्सन नम्बर डी इज द करेक्ट एन्सर। र क्वेसन नम्बर 60 तिर लागौँ। द अमाउन्ट अफ सिमेन्ट रिक्वायर्ड इन 10 meter cube concrete having 1:2:3 रेसियो। अब के भन्दैछ कति सिमेन्ट लाग्छ 10 मिटर क्युब
को लागि जसको रेसियो के हुन्छ 1:2:3 को हुन्छ। यसको एक्ज्याक्ट आन्सर 15 ब्याक हुन्छ। तपाईहरु निकाल्नु। यो पनि यता पनि न्युमेरिकलै छ, मैले सबको आन्सर भनिदिन्छु। The amount of cement required per cubic meter having 1:3:6 यो M10 को मिक्सरमा कति सिमेन्ट लाग्छ भने त्यो कुरा छ। M10 को मिक्सरमा 4 kg लाग्छ। र क्वेशन नम्बर 62 तिर लागौ। One of the total estimated cost of building the cost of electrical फिकेसन युजुअली अकाउन्ट के भन्दैछ हामीले कुनै बिल्डिङ को एस्टिमेट गर्दा जस्तो इलेक्ट्रिकल सामान इलेक्ट्रिकल आइटम को टोटल कोस्ट को कति पर्सेन्ट हुन जान्छ भने टोटल कोस्ट को चाहिँ पनि हामीलाई 8% हुन जान्छ। के कति पर्सेन्ट 8%। सो अप्सन नम्बर बी इज द करेक्ट आन्सर। क्वेशन नम्बर 63 द क्रस सेक्सन एरिया केमा छ mm स्क्वायर मा एन्ड युनिट वेट केजी पर मिटर अफ 16 mm स्टील बार इज रिस्पेक्टिभली के भन्दैछ हामीलाई एउटा 16 mm को बार भयो रड बार भयो त्यसको एरिया कति हुन्छ र वेट कति हुन्छ। एरिया निकाल्ने हामीले पाई d स्क्वायर 4 गर्दा हुन्छ र यसको के भन्छ युनिट वेट इज के हुन्छ d स्क्वायर बाइ 162 kg पर मिटर स्क्वायर। यो मिटर को रनिङ यदि हामीले स्टीललाई मिटरमा राख्यो भने डी स्क्वायर डी के भयो हामीले डायमिटर अफ बार भयो जुन के मा हुन्छ mm मा हुन्छ बाइ 162 भयो। यदि हामीलाई फिटमा चाहियो भने डी स्क्वायर बाइ 533 फिटमा आयो। के भयो फिटमा आयो। यो केजी पर मिटर हुन्छ त्यो केजी पर फिट हुन्छ। सो यसलाई निकाल्दा हामी क्याल्कुलेटरले निकाल्दा यसको एक्ज्याक्ट आन्सर हुन्छ सी नम्बर। कति सी नम्बर हुन्छ। र क्वेशन नम्बर हामी 64 तिर लागौ। Compound amount of Rs 100 in 4 year at the rate of the 4%. 4% को रेट में 4 वर्ष 100 रुपैयाँलाई गर्दा कति हुन्छ भनेर हामी यसको एक्ज्याक्ट आन्सर भयो हामीलाई 117। ल हामीले क्वेशन नम्बर 65 तिर लागौ। The quantity of cement required for 1 मीटर क्यूब प्लास्टर कति के भन्दैछ 1 मीटर क्यूब प्लास्टर को लागि जसको रेशियो कति हुन्छ 1:5 रेशियो हुन्छ। 1:5 को रेशियो मा कति लाग्छ भने 310 केजी लाग्छ। कति केजी लाग्छ हामीलाई 310 केजी लाग्छ। सो अप्सन नम्बर सी इज द करेक्ट आन्सर। द अमाउन्ट अफ सिमेन्ट रिक्वायर्ड फर 1 मीटर क्यूब मोटार रेशियो कति भयो 1:6। 1:6 को रेशियो मोटार कति लाग्छ तपाईलाई 265 केजी लाग्छ। कति लाग्छ यो क्वेशन के गर्नु यसलाई रिमेम्बर गर्दा पनि हुन्छ। जस्तो हामीले खास गरी यो क्वेशन रिपिटेड हुन्छ। हामीले के कुरा ख्याल गर्नुपर्ने 1:5 को रेशियो गर्दा रेशियो के भयो 1:5 भयो। 1:5 को रेशियोमा 310 लाग्छ। 1:6 को रेशियोमा कति लाग्यो हामीलाई 265 लाग्यो। यसलाई याद गर्दा पनि हुन्छ र निकाल्दा पनि हुन्छ। र क्वेशन नम्बर 67 तिर लागौ। इन द डिटेल एस्टिमेट द एरिया आर वर्क आउट टु नियरेस्ट के भन्दैछ हामीले एरिया यदि कुनैको क्याल्कुलेट गर्दा नियरेस्ट कति सम्म एरिया हुन्छ एरिया 0.01 मीटर स्क्वायर। सो अप्सन नम्बर बी इज द करेक्ट आन्सर। के भन्दैछ हामीले कुनै कुराको एरिया यदि नाप्दै छु भने नियरेस्ट कति सम्म नाप्छौ भनेर 0.01 मीटर स्क्वायर सम्म नाप्न सक्छौ। सो अप्सन नम्बर बी इज द करेक्ट आन्सर। इन द डिटेल एस्टिमेट द भोल्युम आर वर्क आउट टु द नियरेस्ट के भन्दैछ भोल्युमलाई गरे भने कति हुन्छ 0.01 त्यो भयो। एरिया भन्यो भने मिटर स्क्वायर भोल्युम भन्यो भने मिटर क्यूब। सो अप्सन नम्बर यसको लागि के भयो 68 को लागि भोल्युम को कन्सेप्टमा सी अप्सन नम्बर सी इज द करेक्ट आन्सर। अब हामी क्वेशन नम्बर 69 तिर लागौ। 69 मा के भन्दैछ द युनिट एरिया द युनिट रेट of item written by contractor in BOQ is in figure as well as word form. Which one is prefer? के भन्दैछ जब कन्ट्र्याक्टरले युनिट रेट लेख्दा एउटा त तपाईले नम्बरमा लेख्यो जस्तो
500 लेख्नु छ भने 500 लेख्यो, वर्डमा लेख्नु छ भने 5 या 500 लेख्छ। यदि दुवैमा जस्तो 500 को ठाउँमा 50 मात्र एउटा 0 मिस्टेक भयो, कुन वर्ड प्रिफर गर्ने त्यसले लेखेको कुनलाई हामीले मानेर हिँड्ने, या दुवैको डिफरेन्स भयो, फरक भयो भने फिगरलाई मानेर हिँड्ने कि वर्डलाई मानेर हिँड्ने कि दुवैलाई मान्ने कि नन अफ द अबभलाई मान्ने। त जहिले पनि हामीले वर्डको लेखेलाई मान्नुपर्छ, किनभने फिगरमा जस्तो 500 लेख्नेमा यदि 0 लेख्न भ्याएन भने त्यो 50 हुन्छ, 0 थप्यो भने त्यो 500 को 5000 हुन जान्छ। तर वर्डमा त त्यो जान्न नि, मिस्टेक हुन्न। त्यसैले जहिले पनि यो क्वेसनमा के ख्याल गर्नु, यो व्यवहारिकमा पनि हामीले काम लाग्छ, त्यसैले वर्डमा प्रिफर गर्छ। केमा गर्छ? वर्डमा गर्छ। क्वेसन नम्बर 70 तिर लागौ। व्हिच इज नट कन्सिडर इन द क्यालकुलेसन अफ प्लिन्थ एरिया। के भन्दैछ? प्लिन्थ एरिया प्लिन्थ एरियामा कुन कन्सिडर गर्दैन? हामीले प्लिन्थ एरियामा कुन कन्सिडर गर्दैन भने यहाँ क्वेसन नम्बर एउटा के भन्दैछ, एउटा क्यान्टिलिभर बीम प्रोजेक्सन छ, एउटा इनर साइड रूम छ, बिलो द स्टेयर प्यासेज। त के कन्सिडर गर्दैन भने हामीलाई त्यो प्लिन्थमा त्यो क्यान्टिलिभर बीम प्रोजेक्सन गर्दैन। के गर्दैन? क्यान्टिलिभर बीम प्रोजेक्सन गर्दैन। क्वेसन नम्बर हामी 71 मा लगाऊ। इन द केस अफ unsure area and additional provision for septic tank is usually। के भन्दैछ? अनसिवर एरियामा जहाँ हामीले सिवरको व्यवस्था, सिवेजको व्यवस्था छैन, त्यस्तो एरियामा सेप्टिक ट्याङ्कको युजुअली कति % लिने कोस्ट? बिल्डिङको कति? 3 देखि 4%। कति पर्सेन्ट? 3 to 4% अफ द बिल्डिङको। सो अप्सन नम्बर बी इज द करेक्ट एन्सर। नाउ अब हामी क्वेसन नम्बर 72 तिर लागौ। The unit rate of item written by the contractor in BOQ is in number as well as alphabet form. Which one is preferred? फेरि त्यही क्वेसन आयो। यसलाई अलिक क्वेसन चेन्ज गरेछ, नम्बरमा लिने कि हामी अल्फाबेटमा लिने। हामीले योभन्दा अगाडि नै कुरा गरेछौँ, जहिले पनि वर्डमा लिने त वर्ड कुरा आयो, के आयो? अल्फाबेटमा आयो। सो अप्सन नम्बर बी इज द करेक्ट एन्सर। क्वेसन नम्बर 73 तिर लागौ। Which is considered in the calculation of plinth area। के भन्दैछ? प्लिन्थ एरियामा कुन कुरालाई कन्सिडर गरिन्छ? थिकनेस अफ वाल, कोरिडोर, कार एप्रोच, बोथ ए एन्ड बी। त हामीले के गर्छौँ? बोथ ए एन्ड बीलाई कन्सिडर गर्छौँ। बोथ ए एन्ड बीमा के आयो? थिकनेस अफ वाललाई पनि कन्सिडर गर्छौँ र कोरिडोरलाई पनि कन्सिडर गर्छौँ, कार एप्रोचलाई गर्दैनौँ। सो अप्सन नम्बर डी इज द करेक्ट एन्सर। क्वेसन नम्बर 74। 1 ब्रिटिश ग्यालन इक्वल टु हाउ मच लिटर। के भन्दैछ? 1 ब्रिटिश ग्यालन बराबर कति लिटर हुन्छ त? 1 ब्रिटिश ग्यालन बराबर हुन्छ 4.546 ग्यालन। कति हुन्छ? 4.546 लिटर हुन्छ 1 ब्रिटिश ग्यालन। हामीले लास्ट क्वेसनतिर आइसके। क्वेसन नम्बर 75 मा द वेट अफ 12 mm डायमिटर माइल्ड स्टील बार पर मिटर लेन्थ इज इक्वल टु। के भन्दैछ? हामीले 12 mm को एउटा रड छ, 12 mm को रडलाई 1 मिटर लेन्थ काट्यो भने त्यसको वेट कति हुन्छ? 12 mm को रडलाई हामी 1 मिटर काट्यो भने त्यसको वेट कति हुन जान्छ? 0.88 kg हुन जान्छ। हामीले यो क्वेसनको लागि के गर्नु पर्यो? जस्तो हामीले इक्जाममा सोध्न सक्छ 6 mm कति हुन्छ, 8 mm कति हुन्छ, 10 mm कति हुन्छ, त्यो कुरा हामीले ख्याल गर्नुपर्छ। त्यसलाई निकाल्ने तरिका के छ? जस्तो हामीले सोध्न सक्छ 6 mm बारलाई 1 मिटर काट्यो भने कति हुन्छ, 8 mm बारलाई 1 मिटर काट्यो भने कति हुन्छ, 10 mm बारलाई काट्यो भने कति हुन्छ, 12 mm लाई। यसलाई तपाईहरुले कपीमा पनि नोट गर्नु र ख्याल गर्नु। के हुन्छ? जस्तो हामीलाई 6 mm को बार भन्यो भने 0.22 kg हुन्छ, 8 mm को भन्यो भने 0.39 kg हुन्छ, 10 mm को भन्यो भने 0.62 kg हुन्छ र 12 mm को भन्यो भने 0.88 kg हुन्छ। सो यो क्वेसन तपाईहरुले
6 mm देखि लिएर 12 mm सम्मको रिमेम्बर गरेर नै राख्नु, किनभने इक्जाममा तपाईँले कुनै पनि हाल्न सक्छ। ल अब फेरि हामीले अर्को सेट लिएर आउँछौँ। आज यो हामीले विगत सोधेको क्वेसनहरू योमा धेरै जसो थियो। अब हामीले पार्ट 4 लिएर पनि आउँछौँ। तपाईँहरू हस्।